सम्पूर्णमा नमस्कार। म कृष्ण प्रसाद ढकाल कार्यक्रम उद्यम चौतारीमा हार्दिक स्वागत गर्दछु। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति र समृद्धिको कामना सहित नयाँ वर्ष 2082 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। समृद्ध नेपाल निर्माणका लागि बलियो अर्थतन्त्र र बलियो अर्थतन्त्रका लागि दिगो तथा व्यावसायिक उद्यम व्यवसायको विकास हुनुपर्दछ। उद्यमशीलताको विकास तथा प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ बिजनेस इन्क्युबेसन सेन्टरद्वारा तयार पारिएको यस कार्यक्रम उद्यम चौतारी आज मिति 2082 वैशाख 1 गतेदेखि सुरु गरिएको छ। उद्यम तथा व्यावसायिक क्षेत्रमा विभिन्न समस्याहरू देखा परेका छन्, जस्तै कच्चा पदार्थको दिगो स्रोत व्यवस्थापन, उपयुक्त प्रविधि, जनशक्ति, बजार तथा नीति आदि। यस्ता समस्याहरूको समाधान गर्न र नवप्रवर्धनलाई अगाडि बढाउन यो कार्यक्रम एक सहयोगीको रूपमा रहनेछ। देशको वर्तमान परिवेशमा उत्पादन र ऊर्जाशील युवा जनशक्तिहरू उच्च शिक्षा हासिलका लागि होस् वा रोजगारीका लागि विदेश पलायन भएका छन्। यसको प्रत्यक्ष असरले देशको अर्थतन्त्र नकारात्मक बन्दै गइरहेको छ। उच्च शिक्षाका लागि विदेश जाने युवाहरूले उत्पादनशील ऊर्जा र आर्थिक पनि लैजाने गरेका छन्। अब देशको विकास र बलियो अर्थतन्त्रका लागि व्यावसायिक तथा व्यावहारिक शिक्षाको विकास गर्ने नीति ल्याउन ढिला गर्नु हुँदैन। आफ्नै देशमा केही गर्छु भनेर नयाँ सोच, जोश र जाँगरका साथ अघि बढ्ने वातावरण सिर्जना गर्न यो कार्यक्रम सबैको साझा थलोको रूपमा विकास हुनेछ। यो उद्यम र व्यावसायिक क्षेत्रमा मात्र कुरा गर्ने का थलोको रूपमा रहनेछ। नवप्रवर्धन तथा उद्यमशीलता विकासको क्षेत्रमा काम गरिरहनु भएको व्यक्ति सङ्घ संस्थाहरूको धारणा, ज्ञान तथा सिपको आदान प्रदान गर्ने थलोको रूपमा लिएको यस उद्यम चौतारीमा उद्यम विकास र प्रवर्धनका विषयमा मात्र छलफल तथा अन्तर्क्रिया गर्नेछौँ। विभिन्न क्षेत्रमा रहेका विषयविज्ञ, अनुभवी, सृजनात्मक र रचनात्मक सोच भएका व्यक्तिहरूलाई यस कार्यक्रममा जोड्नेछौँ। व्यावसायिक क्षेत्रमा देखा परेका समस्याहरू समाधानका लागि होस् वा नवीनतम सोचलाई उद्यम व्यवसायमा परिणत गर्न हाम्रो टिम दिगो योजनाका साथ अगाडि बढेको छ। यसपछिको कार्यक्रममा कर्णाली प्रदेशमा रहेका उद्यम व्यवसायको अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गर्नेछौँ। यस कार्यक्रमलाई रचनात्मक, सृजनात्मक सुझाव सल्लाहका लागि सम्पर्क फोन, इमेल उपलब्ध गराएका छौँ। यस कार्यक्रमलाई बिजनेस इन्क्युबेसन सेन्टरको फेसबुक पेज र उद्यम चौतारीको युट्युब च्यानल उद्यम चौतारीलाई लाइक, सेयर गरी सहयोग गरिदिनु हुन सबैसँग अनुरोध गर्दछौँ। साथै तपाईँको सुझाव सल्लाहले यस कार्यक्रमको प्रभावकारिता र दिगो विकासको रूप लिनेछ। यस कार्यक्रममा जोडिनका लागि उद्यमी, व्यवसायी र सम्पूर्ण युवा जनशक्तिहरूलाई विनम्र अनुरोध गर्दै म पुनः अर्को कार्यक्रममा जोडिने गरी बिदा हुन्छु। नमस्ते।